बुवाले फेरि हालिसक्नु भएछ। यहाँनिर छत थियो टिनको, त्यसलाई उडाइदिए। लिची खाम, यो लिचीमा हेरौँ। हेलो साथीहरू, फेरि पनि स्वागत छ हजुरलाई मेरो भिडियोमा। होप हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु। र मेरो भिडियोलाई यति धेरै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र मेरो च्यानलमा नयाँ जुन्ने सब्सक्राइबरहरूलाई एकदमै धेरै स्वागत छ र दिलैबाट धन्यवाद है हजुरहरूलाई पनि। सो आजको भिडियो के छ हजुरले टाइटलमा देखिसक्नुभयो होला। अहिले चाहिँ चितवनमा एकदमै धेरै हावाहुरी आइरहेको छ। दिनदिनै आछ, टाइमिङ एउटै भइसक्यो, 4:30 5:30 त्यही बेला डेली आउँछ हावाहुरी चाहिँ। अनि त्यो हावाहुरीले हाम्रो घरमा चाहिँ हिजो के गर्यो भन्दाखेरि हेर्नुस्, यहाँनिर छत थियो टिनको, त्यसलाई उडाइदिएछ। म त आज बिहान आएर हेरेको, यो हाम्रो भान्सा कोठा हो। अनि यहाँनिर छत थियो, उडाइदियो गाइज, छैन छत। हाम्रो टिन चाहिँ यहाँ छ, हेर्नुस्, टिन त्यहाँ छ, यहाँ खाली छ, छतै उडाइदिइसक्यो। अनि त्यस्तै सँगसँगै अनि हाम्रो लिचीको बोट पनि गाइज सबै भाँचिदियो। रुन मन लागेर आउँछ। हेर्नुस् न, हेर्नुस् त, हाम्रो प्यारो प्यारो लिचीहरू मरि गए। यसमा रस पनि हुन्छ कि हुँदैन होला है, खाना हुन्थ्यो नत्र भाइ। हेर्नुस् त, पुरै यस्तो गरी भागिदिएको छ लिचीको बुटलाई चाहिँ। मायै लाएर आउँछ हो गाई, जस्तो भाँच्यो भने त कति खाने लिचीहरू यस्तो सबै भाँच्दैछ। के गर्ने, एउटा मात्रै खानौँ न त है, छ कि छैन यसमा रस। कुन लिची खाम, यो लिचीमा हेरौँ रस छ कि छैन। रस भए त हुन्थ्यो, रस नभए भने के काम है। यतिको रहेछ अलिअलि, अमिलो रहेछ साथीहरू, खान नसक्ने। सकिँदैन साथीहरू खानलाई। आँपको बुट्ने हेर्नु न, एउटा दुईटा आँप फलेछ, त्यही पनि हावाहुरीले सबै झारेर सकिसक्यो। झ्याउै लाएर आउँछ भनेको यो हावाहुरीले कतिसम्म सताएको है। अब हाम्रो त यस्तो गयो धन, हाम्रो मेरो माइततिर पदमपुरमै, मेरो माइत र घर नजिक नजिकै हो। अनि मेरो माइत साइडको घरतिर झन् के भन्छ अरे, रुखै खसेर घरको अगाडि पुरै ड्याममा खसेछ। घर नै भत्काइदिए आधा। त्यहाँको मान्छेहरू त अहिले बाँस बनाएर त्यस्तोमा बसिरह। अन्त कति कडाको तिमी, कति कडाको, हेर्नु न यो काली कति कडा छ। पिट्दिम है, यसले फेरि सिङ्ने हान्छ हौ साथीहरू। कस्तो छ यो, माथिको छ यो, यसले बच्चा पाउने छ। हेर्नु त, बच्चा पाउने हुँदा पनि कति धेरै तागत हो यसमा। यस्तो गर्ने हो हुँदैन। यहाँ तिम्रो बच्चा छ नि, डर लाग्छ साथीहरू। यो देखेर एकदम हरामी छ यो बाख्रा। घोडा भन्दा नि तेज भएको छ, छोट्यो भने त यस्तो छ। सो मैले के भन्दा थिएँ, त्यही त हावाहुरीले एकदमै ठुलो असर गरिरहेको यहाँ चितवनमा चाहिँ अहिले। अब मैले चाहिँ अघि भातहरू पनि पकाएर भ्याइसकेँ। मैले चाहिँ सधैँ, हेर्नुहोस्, यो मेरो किचन हो, म चाहिँ आगोमै पकाउँछु। अनि मैले भात तरकारी पकाएर भ्याइसक्यो। यतातिर राम्रो लिची नै छ। अच्छा, त्यो हाँगा नि भाँचेछ त हिजो राति। यो हाँगा नि भाँचेछ राति। अब यति मात्रै छ लिची, छैन लिची, सबै सकिसक्यो। यहाँ नि यति धेरै हाँगा छ, हेर्नुहोस् त, सबै लिची झरेर। के गर्नु, यस्तो विधि लिची फलेको थियो।
सब लिची अब यति मात्रै छ त रहेछ अझै नि लिची त खै कहिले पाक्छ यो लिची फुल टिपेर बुवाले त हजुर पाकिसक्यो दिदी सो म चाहिँ दिदीनिर बसेर एकछिन गफ गरेर आएँ हाम्रो दिदीलाई चाहिँ फेरि गोडमेलमा धेरै इन्ट्रेस्ट छ फुलहरू रोप्नमा उहाँ चाहिँ एकदम रुचाउनुहुन्छ उहाँको घरमा नि हेर्नु न कति धेरै फुल छ उहाँलाई चाहिँ फुलहरू रोप्न एकदम मनपर्छ अनि त्यही फुल रोपिरहनु भएको थियो भने एकछिन बसेर गफ गरिरहेको थिएँ अब हामी घर आयौँ किन भर्नु आउनुभयो यहीँको है काम छैन धाम छैन कहाँ जान्छु म कहाँ जान्छु म भर्खर उठेर दाँत पोल्ने बेला भयो हाम्रो आँप चाहिँ यति झडेछ अलिअलि फलेको आँप पनि गयो अनि झरेपछि कुहिँदैन अलिअलि आँप थियो सबै कुहिगयो त्यहाँ हेर्नु न हाम्रो घर अगाडि लिची पाकेछ त्यहाँ लिची पाकेको लिची हाम्रो त अलि ढिलो नै पाक्छ मकै पनि सबै भाँच्दैछ सब भाँच्दैछ असिनाले गरेर अलिअलि पलाएको यो फर्सीको मुन्टा पनि सबै भाँचिसक्यो केही राखेको छैन हेर्नु न साथीहरू त्यहाँ माथि दिदीले ड्र्यागन फ्रुट रोप्नु भएको छ कति जाँगर है दिदीलाई ड्र्यागन फ्रुट रोप्नलाई माथि मात्रै होइन तल पनि छ त्यहाँ ड्र्यागन फ्रुटको बोट कति जाँगर छ है दिदीलाई त ड्र्यागन फ्रुट रोप्नुहुन्छ कति धेरै राम्रो राम्रो फुल रोप्नुहुन्छ हुन त अब दिनभरि घरमा बस्नुहुन्छ बाबु छ दिदीको त सानै छ घरमा बसेपछि अब मन भुलाउनलाई नि केही न केही त गर्नै पर्यो त्यही भएर उहाँले चाहिँ सबै रोप्नु भएको छ उहाँलाई मन पनि त्यस्तैमै लाग्छ नि त उहाँको मन त्यस्तैमा लाग्छ अब आफू त त्यही हो आफू त बिहानै उठ्नुपर्छ बिहानै उठेर खानासाना पकाउँदाखेरि काममा जाँदा ठिक्क हुन्छ अनि कामबाट आउँदा फेरि राति हुन्छ 7:30 8 अझ कुनै कुनै बेला त ढिलो भयो भने 8:30 पनि बज्छ आउँदा त्यही भएर मैले चाहिँ घरको काम भ्याउँदैन बिदाको दिनमा मात्रै हो गर्ने घरको सबै काम गर्छु बिदाको दिनमा त बारीको काम पनि गर्छु मैले बिदाको दिन अब लास्ट डे काम भयो भने चाहिँ बारीमा बिदै लिएर भए पनि घरमा चाहिँ काम गर्छु अब बुहारी भएपछि घरको काम नै गर्नै पर्यो उहाँहरूले अलाउड गर्नुभयो बाहिर काम गर्नलाई त्यही ठुलो कुरा हो त्यही भएर अब आवश्यक परेको बेला त कामबाट पनि छुट्टी लिएर म घरमा काम गर्छु नत्र भए त आवश्यक नपरेको बेला उहाँहरूले नि भन्नुहुन्न आवश्यक पर्यो भने चाहिँ बल्ल भन्नुहुन्छ त्यही हो सो साथीहरू म चाहिँ है आफ्नो काम सकेर बिहान चाहिँ त्यही भातसात खाएर लुगासुगा धोएर सबै आफ्नो काम सकेर यसो एकछिन सुतेको थिएँ अनि सुतेर उठेपछि त अनि अहिले भान्सामा अब भान्जा आउनुभयो भान्जालाई पास्ता पकाएर खुवाउनु पर्यो भनेर भान्सामा आउँछ त बुवाले फेरि हालिसक्नु भएछ खै अब फेरि हेरौँ आज पनि हावाहुरी आउन सक्छ कि डेली हावाहुरी त आइरह अब खै आज नि आउँछ होला तर आज त अलिकति बुवाले राम्रो तरिकाले बाँध्नु भयो सबै बलियो गरी बाँध्नु भयो आयो भने नि केही त हुन्न होला त्यही हो सो साथीहरू अहिले चाहिँ बेलुका भइसक्यो 6:30 जति भइरहेछ अहिले चाहिँ अनि मैले खानासाना पकाएर भ्याइसकेँ अनि हेर्नु आज नि कालो गरेछ
आकाश फेरि आज नि कालो गरेछ। आज चाहिँ अलि ढिलै कालो गरे खै कति बेला पानी आउँछ बेलुकातिर आउँछ कि अहिले एकछिनपछि आउँछ थाहा छैन। अब खै जति बेला आयो नि आओस्। आफ्नो काम सकिहाल्यो, भात तरकारी पकाइहाल्यो। अब खानालाई त भित्रै घरमा खाइन्छ। लगेर राखिदिइसक्यो घरमा पनि भात तरकारी। मेरो दिन यतिकै बित्यो। सो मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। होप हजुरहरूलाई यो भिडियो मन पर्नेछ। तपाईहरुलाई यो भिडियो मन परेमा लाइक गरिदिनु, सब्स्क्राइब गरिदिनु, शेयर गरिदिनु र राम्रो राम्रो कमेन्ट गरिदिनु होला। सो आजलाई यति नै साथीहरु, बाइ बाइ। फेरि पनि भेट्नेछु अर्को भिडियोमा। त्यति बेलासम्म हजुरहरु राम्रोसँग बस्नु होला। टेक केयर।